साथीहरु, वेलकम टु माई न्यू भिडियो। म चाहिँ अहिले हाल रोमानियामा हो। आएको चाहिँ 16-17 दिन भयो। काममा लागिसके हैन, त्यही भएर चाहिँ त बाहिर डुल्न आथे अनि त्यही भएर भिडियो बनाएको। हेर्नु रोमानिया। यहाँको चाहिँ सिस्टम चाहिँ खतरा लागेको मलाई चाहिँ। यहाँ चाहिँ साइकलको लागि गाडी छुट्याइदिएको छ। यस्तो ठाउँमा हरेक बाटोको छेउछेउमा चाहिँ बस्ने ठाउँहरू बनाइदिएको छ। अब गाडीहरू यो बाटोमै पार्क गर्ने ठाउँ छ। यहाँ भनेको नर्मल्ली पनि 70, 80, 90 को स्पिडमा गाडीहरू हिँडिरहेको छ। अब बाटोमा कतै पनि ट्राफिकहरू चाहिँ देख्न पाइँदैन। सबमा ट्राफिक लाइटहरू आफै काम गर्छ। यहाँको रुल चाहिँ खतरा छ है। सब बाटोको साइडमा यस्तो हो बस्ने ठाउँहरू। अब चाहिँ म रुममा जान लाग्यो। अब चाहिँ अर्को टाइम चाहिँ निक्लिँदा फेरि चाहिँ भिडियो बनाएर हाल्छु सबै अलि डिटेलमा। अहिले चाहिँ छोटो भिडियो मात्र है त।